धुलो सक्यो होइन हल्का खाना खानेको कुरा भएको थियो होइन हल्का खाना खाने कुरा भएको थियो अनि अब पैसा कति जित्ने के खाने कुन कुन आइटम खाने होइन सानो मिटिङ गरौँ न कहिले खाने हो भोलि बेलुका खाने हुन्छ केटा आज बेलुका भोलि त फेरि अब अलि हुँदैन र भोलि फेरि दिन अब फुटबल खेल्छ थाक्छ होइन हुँदैन र कि आज जसले छ बेलुका पनि रिल्याक्स छ भोलि पनि छुट्टी हो सुप चाहिँ के हो के हो त्यसमा है के भन्छ न मैले भनेको त के भन्छ अन्डा करीमा म्याच हुँदैन क्या हामीमा मिठै हुँदैन अनि के ढोइ मिठो हुँदैन कि किन ढोइ अड्क्यो हो कि दुइटाको ल अनि के सुप त भयो नि त त्यो अन्डा करीको है अन्डा करी मजा झोल बनाउने नि होइन के छ अन्डा करीको त्यसमा ग्यालन दिउ न है मेरो त हाम्रो नि घेन्टसिङले भन्दै नि मेरो उ भएर चाहिँ हाल त हैन ए फेरि अर्को गएछ हैन घेन्टसिङ पनि हो के के यति लेट भएको त्यसपछि फेरि ग्यालन मन दुख्छ नि फेरि ग्यालन मन दुख्न सक्यो नि फेरि 160 गर्छ चामलको 160 अनि कति केजी प्याज 2 केजी 160 भएन आलु 2 केजी राख्दै आलु 2 केजी 20 रुपैयाँ दर लाग्दै 25 रुपैयाँ 50 रुपैयाँ 2 केजी कति 20 रुपैयाँ 50 रुपैयाँ 2 किलोको 40 रुपैयाँ बजारमा किन 20 रुपैयाँ 50 रुपैयाँ हो ठिकै हो आज हैन माथि र त्यो छ बुले अलि नोट लेखेको छ ओए वन डे अनि त्यसपछि के छ अर्को पनिर त्यो के पनिरमा हाल्ने के अरे टमेटो सस होइन के त टमेटो सस केचप हो टमेटो केचप त्यसको कति गर्छ टमेटो केचपको अब सानो कति गर्यो अस्ति क्यान्टिनमा ल ठिक छ अब के छ त्यसपछि अनि जुस यसको लागि किन के अरे हो त्यो आलु त्यो के अरे फिङ्गर चिप्सको लागि हो टोडो तेल किन्यो के अरे यो बिर्सेछ सिमी लाम्चे सिमी चाहिँ किन है ओए त्यस्तो नाम त अल्छी लदा काप्दै त सजिलो खान्छ खाऊ न है सजिलो त त्यो के पनि छैन सिमीकोले के गर्छ होइन त्यो लामो चाहिँ के लाम्चे चाहिँ लाम्चे ढुङ्ग्रे के भन्छ नि त्यो वाको काट्नुमा त्यो बोडी त्योसँग चाहिँ आलुसँग के आलु त्यो के योसँग चाहिँ हालौँ कि दामी हुन्छ कसम म बनाउँछु ल ल ठिक छ नि बनाउने अब हैन प्लास्टिक वाला नहीं हो जो दूसरा खरीदता है ना हम लोग पहले वो इसे हाँ ओमजरिंग वो उस टाइम लेते हैं ना वही 10 किलो डालना क्या है क्या वो जो करनी उन लोगों है शिरमा मिर्ची चिक 3 डाल दो वही ना और दूसरा इतना है जनाब साहब खुदा हाफिज हिँड्दै और 15 करता है बजट जो जिदर गर्छ ल ए 180 बन्दे उला निकिल 180 राख्दै चामलहरु जोरे 200 राख्दै फेरि एउटा 70 ठिकै छ चामल चाहिँ कति किन्यो 200 राख्दै टु हाल्नुस् है चामल सबसे मिठो चाहिँ चामल हुनुपर्छ चामल 1 2 किलो नर्मल खाए नि त्यो हुन्छ नि एउटा एक रात पुग्दैन नि के अरे यो हुँदैन रहेछ नि चामल नर्मल खाए नि के हो पार्टीतिर बाँकी के हुँदैन चामल चाहिँ ओइ बासमती प्योर खानुपर्छ चामल चाहिँ माथि त्यो के 90 रुपैयाँ चामल चाहिँ किन सबभन्दा बेस्ट भएर महँगो बेस्ट चाहिँ केटी भन्दा खाएको जस्तो हुन्छ के बास भन्छ खै मान्छे भात खाएको जस्तो हुन्छ नि बासा के जस्तो मक आम्मा पेशो गर्छ जे किन्छ पेशो बगान यस्तो दामी गर्दछ पेशो गर्छ त्यो चामल चाहिँ बरु त्यो अहिले बचत अलिकति बढा हैन त्यो बढाको पैसा चाहिँ अलिकति चामलमा अलिक हैन त माथि त्यो 90 रुपैयाँ चाहिँ किन्छु ल सबभन्दा बेस्ट भएर केजीको त्यही किन्नु ठिक त्यो सबभन्दा महँगो जस्तोले गुड मर्निङ आज मौसम दामी आज मौसम राम्रो छ है आज हाम्रो धुला सकेको पार्टी के ओ या एकदम ल है शुभकामना छ है ओके द्याट्स द ब्लग
अब हामी चाहिँ बाहिर सपिङ गर्नु गएको है आज बेलुका डिनर किन जाने हाम्रो क्लासको डिनर पार्टी छ होइन किन जाने अनि अब त्यो के भन्छ यो वर्षको पाठ सकेको खुसियालीमा होइन जिन्दगी छोटो छ खुसी मनाउनु पर्छ होइन यहाँ होइन हाम्रो दाजु कस्तो दुःख गर्दैछ होइन हेलो हेलो उहाँ चाहिँ हाम्रो शम्भु दाजु हो है ए आमको एउटा चाहिँ निकै यस्तो भएर आएको रहेछ कहाँ हुन्छ एम र एन पनि चिन्दैन रहेछ हौ मेरो दाजुले ल अब हामी चाहिँ बाहिर जाँदैछौँ है गुम्बाको बाहिर What's the big matter, man? लाभा बजार जाँदैछ हामी लाभा बजार Going out is normal thing, common thing for us. Inch ढोकेको त त्यहाँ आलू बहुत अच्छा है कैरेट यो पायो यो पनि पायो यो पनि पायो यो पनि पायो बासमती पायो भुटान आलु पनि ल्यायो लामो सिमी पनि ल्यायो क्यारेट पनि ल्यायो टमेटो केचप आएछ टमेटो केचप दिगा छ अरे दिरे खेर्साङ दिगा जे के छ हुन्छ त हाम्रो सपिङ पनि सक्यो सपिङ बेलुका डिनर पार्टी क्लास डिनर पार्टी त्यसको लागि अनि सामानहरू सबै किन्यौँ होइन हामीले अनि पनिरहरू चाहिँ हामीले माथि कालिम्पोङदेखि मगाएको छौँ त्यो बेलुकातिर आइपुग्छ होला अस्ति अनि यो वर्षको हाम्रो सबैभन्दा इम्पोर्टेन्ट पार्ट चाहिँ सकिएकोले अनि त्यसको खुसियालीमा र अनि अब हामीलाई पाठ पढाउनु हुने शिक्षक टिचरहरूको अनि टिचरहरूलाई धन्यवादको रूपमा है र हामी साथीभाइ मिले खुसियाली त्यसको लागि चाहिँ अनि यो हाम्रो सानो डिनर पार्टी हो बेलुका अनि सो या लेट्स ह्याभ फन
दाजु WhatsApp भन्ने चलाउनुहुन्छ तपाईँले तिमीमा हुन्छ ल फुट्दैछ यहाँ परबाट फुट्दैछ भाइ के हो हुन्छ नाला डबल सक्दो सक्यो नि अब त्यो उसलाई मतलब छैन नि एउटा सकाओस् भन्ने एउटा त्यसले अन्डाकारी त नपुग्ने हो क्या हो पनिर पनि देखाउनु त खास पनिर भने चाहिँ यस्तो हुन्छ कि पनिर फ्राई नगर्ने मान्छेलाई के थाहा पनिरको बारेमा कसरी थाहा हुन्छ त खानु मात्रै जान्दैन कति थोरै नै हुन्छ कतिसम्म फ्राई गर्नुपर्छ के हुन्छ कस्तो हुन्छ डिप फ्राई गर्ने कस्तो हुन्छ यस्तो सबै थाहा हुनु पऱ्यो नि नलेज हुनु पऱ्यो नि हो अनि खानु मात्रै जान्ने हुन्छ मैले माने होइन पनिर फ्राई गर्नु गाह्रो छ होला होइन तर यस्तो कालो पनिर मैले जिन्दगीमा देखेको चाहिँ छुइनँ होइन यस्तो कालो पनिर तपाईँ आफै हेर्नुहोस् ल तपाईँ सबैले भनिदिनु पऱ्यो कमेन्टमा होइन जता लेखिदिनु पऱ्यो सेयर पनि गर्नु पऱ्यो कमेन्टमा यस्तो लेख्नु पऱ्यो यो कसरी कालो भयो हुन्छ होइन एउटा कालो थोरै न कसरी भयो एउटा हुन्छ नि रातो पनिर रातो भएर चाहिँ फ्राई गरेर झन् एउटा डार्क हुन्छ नि एउटा के भन्छ अब रातो टाइपको भयो रहेछ आज कालो भन्छ अनि यति साह्रो दाने के भन्छ अब कुकम्यानलाई यस्तो त गर्नु भएन नि हो अनि जहाँसम्म मलाई लागिरहेछ नि यो भाइले रातो र कालोको फरक चिन्ला जस्तो छैन है त्यही भएर यो गल्ती चाहिँ हामी दोबारा गर्ने छैनौँ र अर्को पालि चाहिँ अर्कै कुक लिएर आउनेछौँ है ल आजको लागि यही हो है Mesmo vai. के नगर्ने मान्छेको नि आउँछ होला नि भिडियो त के काम गर्ने दाजु अनि तपाईँ चाहिँ के हेर्ने मात्र हो यो सबै भन्ने भयो नि हो दाजु तपाईँ चाहिँ के अनि बोल्ने मात्र हो हजुर काम गर्नु सहयोग गर्नु भन्ने छैन क्या किन छैन बोलेर मात्र मेरो रगतमा छ काम भनेको मेरो रगतमा छ एभ्रिथिङ इज इन माई ब्लड म्यान यो मान्छे बोल्दैन यो मान्छे त्यही हो बुझ्यो यताउता बोल्नु मात्र त सुगाले नि जान्छ नि त होइन साथी हो होइन तर त्यो सुगा चाहिँ बिनाकामा मान्छेले सिकाएको बोल्छ नि तर म चाहिँ त्यस्तो हेरेन फेरि तपाईँले हेर्नु अघिदेखि हेर्नु भएको छ भने चाहिँ अघिदेखि हेरिरहेको छ यो दाइको पोज पनि यही हो अघिदेखि होइन अब मिस्टर जोर्डनले हल्का बोलिदिनु भने हो त्यस कारण अब यहाँ म चाहिँ बोल्न जाँदैछु अझ यहाँ पार्टी हुँदैछ पार्टीको लागि सब्जी मिक्स सब्जी अनि यो चाहिँ हाम्रो यो
दुलुवा भन्छ है दुलुवा अब दुलुवालाई चाहिँ गणेशसूत्र भन्छ होला सायद नि हो त्यो चाहिँ आज अनि 1 वर्ष होइन आधा भाग सकेको यो चाहिँ पाठ आधा भाग सक्यो त्यस कारण हामी चाहिँ यहाँ हो सकेको अनि उपलक्ष्यमा चाहिँ हामी यहाँ पार्टी खाँदैछौँ पार्टी चाहिँ अति खतरा छ होइन अब हल्का रमाइलोलाई मात्रै आएको रिमेम्बर हुनुलाई मात्रै त्यही हो भयो पनिरको 6-7 짬짜도 때려야 되네. 잠들메로 아니. 다들 시작 뭐. 또 끼고 있어. 뭐 또 프로그램 안에서 커피. 아, 내가 감사해. 미련은 Kembali pun nampak panasnya apa? Khusus apa? nunggu tahu sekali kok. Mogum coba ya? tahu ठिकै छ अब अन्त भिडियो बनाएछ केटाहरूले पनिर फ्राई गर्ने चाहिँ म अनि फेरि पनिर फ्राई गर्ने चाहिँ बनाउने चाहिँ यो कस्तो भएछ पनिर कस्तो भएछ ओए लाभेछ सबै दामी भएछ हुन्छ यहाँ अहिले मलाई बग्न सबै भएछ नि स्याम अहिलेसम्म वान अफ के आज माफी लाग्छ रे ओए ल अन्त लुगा फल्छ रे नङ्गे हुन्छ नि मेरो आदि लास लाग्दैन त्यो बेर हेर्न मान्छेको ल क्युक किन म राम्रो छैन आजकल मान्छेहरू चाहिँ राम्रो हेर्छन् लु यहाँ त लाइफ हुँदैन कमाउनु पनि पाउँदैन माया पनि पाउँदैन आजकल त राम्रो चाहिन्छ राम्रो छैन पनि हुँदैन यो संसारमा त अहिलेको जीवनमा त राम्रो चाहिन्छ सबै टाउको दिँदैछन् त केही छैन सुकुटी मासु पनि छैन मासु पनि खाँदैन अलिक सानो गरौँ न हिरो ल अब भयो है मेरो काम सकेको अब म त चिया खाना गएको है हाम्रो चिया